यो पाटन स्थित ग्वारकोमा बनिरहेको फ्लाइओभर हो। यो धेरै पहिला सकिनुपर्ने थियो। विविध कारणवश काम रुक्दै बन्दै गर्दा अहिले यो अन्तिम चरणमा आइपुगेको छ र यसलाई 2082 असार 1 गते निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भनेर निर्णय गरेको थियो, तर अझै केही काम बाँकी भएको हुनाले सञ्चालनमा ल्याउन सकेको छैन। आशा गरौँ अब छिटै सञ्चालनमा आउनेछ र यो सञ्चालनमा आइसकेपछि यहाँको जाममा निकै कम आउनेछ। आशा गरौँ छिटै सञ्चालनमा आओस्। धन्यवाद।